जय मसीह सालोम सबैजनालाई। म आज यस भिडियोमा बाइबल धर्मशास्त्रदेखि हिब्रूको पुस्तक 10 अध्यायको 1 देखि 18 पदसम्म पाठ गर्नेछु। शीर्षक ख्रीष्टको बलि सधैँभरिको निम्ति। किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिँदै नित्य चढाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन, नत्र त बलि चढाउने काम रोकिने थिएन र। किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुने थिएन। तर ती बलिदानहरूले सालिँदा पापको सम्झना गराउँछन्, किनकि साँढे र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। यसकारण संसारमा आउनुहुँदा यी ख्रीष्टले भन्नुभयो, बलि र भेटीहरू तपाईले चाहनु भएन, तर तपाईले मेरो निम्ति एउटा शरीर तयार पार्नु भएको छ। होम बलि र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनुहुन्न। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुठोमा मेरो बारेमा लेखिए जस्तै तपाईकै इच्छा पुरा गर्न म आएको छु। पहिले उहाँले भन्नुभयो, बलि र भेटीहरू, होम बलि र पाप बलिहरू तपाईले चाहनु भएन, तपाईँ तिनीहरूमा प्रसन्न हुनु भएन। अनि पछिबाट भन्नुभयो, हेर्नुहोस् तपाईकै इच्छा पुरा गर्न म आएको छु। दोस्रोलाई स्थापित गर्न पहिलो चाहिँ उहाँले खारेज गर्नुहुन्छ। त्यही इच्छाबाट येशू ख्रीष्टको शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौँ। हरेक पुजारी एकै किसिमको बलि बारम्बार चढाउँदै प्रतिदिन सेवामा खडा रहन्छ, जुन बलिले कहिल्यै पाप हरण गर्न सक्दैन। तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढाउनु भयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। उहाँका शत्रुहरू उहाँको पावधान नहोउन्जेल उहाँ पर्खिरहनुहुन्छ, किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन् तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनु भएको छ। पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ। पहिला उहाँ भन्नुहुन्छ, ती दिनपछि तिनीहरूसँग बाँध्ने मेरो करार यही हो। परम प्रभु भन्नुहुन्छ, तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु। तब उहाँ भन्नुहुन्छ, तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झने छैन। अब जहाँ यी सबैको क्षमा हुन्छ, त्यहाँ अब फेरि पापको निम्ति कुनै बलि छैन। हालेलुया। परमेश्वरले तपाईहरू सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्। प्रभु येशूलाई व्यक्तिगत मुक्तिदाता अनि उद्धारकर्ताको रूपमा स्वीकार गरेर पानीको पिता, पुत्र अनि पवित्र आत्माको नाउँमा डुबुल्की मारेर बप्तिस्मा लिएका हरेक मानिसको उद्धार हुन्छ। उसको निम्ति अब कुनै बलि छैन। प्रभु येशू ख्रीष्टले सबै मानिसहरूका, संसारका मानिसहरूको निम्ति एकैपल्ट बलि उहाँले दिइसक्नु भएको छ। केवल हामीले उहाँलाई त्यो बलिदानलाई स्वीकार गर्नु छ। प्रभु येशू तपाईले मेरो निम्ति कल्वरीको क्रुसमा बलि हुनुभयो, अनि तपाईको बगेको रगतले म निको भएँ, अनि मैले क्षमा पाएँ, अनि पानीको बप्तिस्मा लिएर पानीको डुबुल्कीसँगै पुरानो स्वभावलाई, पुरानो बोलीलाई, पुरानो विचारलाई
त्यागेर नयाँ रूपमा पानीको डुबुल्की पछिको जब बाहिर निस्कने समय हुन्छ त्यसमा तपाईँ नयाँ मानिस भएर निस्कनु भएको हुन्छ। किनकि वचनले पनि भन्दछ यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, त्यो पुरानो कुरा बिति गएको छ। धन्यवाद। परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस् भनी म प्रार्थना गर्दछु। हामी सबैलाई मुक्ति दिने प्रभु येशूको नाउँमा आमेन।